सिस्टर हजुरको बुढीसँग पनि कुराकानी राख्नु पर्यो क्या कुराकानी गर्छौँ क्या हामी जानु गर्नु फोन गरेर एकचोटि भनिदिनुहोस् त पत्रकारहरू भोलि बिहान यहाँबाट हिँड्ने अरे समय मिलाएर खै यति बेला त प्रचार हिँडिया छन् जिन्दाबाद र मुर्दाबाद भन्दै हिँडिया तपाईँ नजाने म त जान्न म त किन नि तपाईँ गाउँपालिका उपप्रमुखको श्रीमान यसरी हुँदैन नि श्यामजी खै हे चापाकोटमा को छारा मेरो खाइयो पानी बिर्सियो पाँधेरो बिर्सियो पाँधेरो को छारा मेरो खाइयो पानी बिर्सियो पाँधेरो बिर्सियो पाँधेरो खाइयो पानी बिर्सियो पँधेरो यसको मतलब के तपाईँले बिर्सनु भयो र चापाकोट भने बिर्सिया छैन जति गर्दा नि नभएस् त्यस्तै होइन तपाईँलाई यो गीतभित्र धेरै ठुलो गहन गहिरो रहस्य छ जस्तो लाग्यो क्या तपाईँले भन्नुभयो नि फ्याट्टै भन्नुपर्ने भयो मेरो को छ र टाइपको कुरा गर्नु गीत हो बाबु यो केही पनि होइन होइन तपाईँले के न के कुरा लुकाउँदै हुनुहुन्छ हामीबाट गीत हो भनिदिनुहोस् न आज गीत हो किन घरमा अलि टाढै हुनुभयो घर परिवारदेखि घरबाट टाढै त नि स्याङ्जा उता छ यहाँ काठमाडौँ टाढै त हो नि यहाँबाट कति 300 किलोमिटर उता हो होइन त्यसो भन्न खोजे होइन तपाईँले को छ र किन जाने टाइपको कुरा गर्नुभयो र पानी खाइयो पँधेरो बिर्सियो भन्ने टाइपको कुरा गर्दै गर्दाखेरि त होइन त्यो बेला खाइयो पानी पँधेरो बिर्सियो अब के गर्ने त सधैँ सम्झेर होइन श्यामजी भनिदिनुहोस् है प्रश्न भनिदिनुहोस् है घर परिवारसँग राम्रो सम्बन्ध छैन छ राम्रै छ बिग्रेको पनि छैन भत्केको पनि छैन बेसरी सप्रेको पनि छैन बेला यो कुरा आइरहेको छ श्याम राणाको घर परिवारसँग सम्बन्ध बिग्रियो अरे भन्ने कुरा आउँछ साँच्चै बुकी जस्तो लाग्न थाल्यो हामीलाई किन बिग्रियो किन बिग्रिने छ होइन बिग्रेको पनि छैन भत्केको पनि छैन च्यातेको पनि छैन फाटेको पनि छैन बेसरी जमेको पनि छैन चुम्बक र फलाम झैँ पनि टाँसेको पनि छैन टाँसिनु पर्छ नि दूरीमा छ हजुर आफ्नै दूरीमा आफ्नै गतिमा छ चुम्बक जस्तो टाँसिनु नै पर्छ नि कहिलेकाहीँ त खै टाँसिन रहर त हो के खै कर्मले कहाँ पुग्यो हो र कुरो त्यसो हो ल हामी अन्तिमतिर छौँ एउटा गीत गाइदिनुहोस् तपाईँले हतार पनि छ धेरै कुराकानी गर्न मन छ तपाईँसँग खै अब भएको र भइरहेछ क्या ठिकै छ सबैले भोट हाल्नु होला आफ्नो चुनेकोलाई राम्रोलाई हाम्रोलाई भन्दा राम्रोलाई चुन्नु होला अहिले राम्रो को हो नि त फ्याटै भन्नु त त्यसो भए राम्रो त श्याम राणा हो के अरे अब श्याम राणा उठेन के गर्ने त उठाउँछ होला नि त श्याम राणाले म त बसेको बसै भएँ उठाउँदिनँ अब बुढेसकाल श्याम राणाजी अलि भर्खरै हुन् त तपाईँले यस्तो विषयमा त बोल्नु त हुन्न तर कतिपय अमेरिकाको त्यो पठन पाठनमा गएकी रश्मि भट्ट त अर्कै पाकिस्तानसँग हिँडिने भन्ने कुरा हल्ला आएको थियो नि त तपाईँले सुन्नुभयो होला युरोपमा हुनुहुन्थ्यो तपाईँ खै आफ्नो चोइस हो कसैलाई नेपाली मनपर्छ कसैलाई बङ्गाली मनपर्छ कसैलाई हप्सी मनपर्छ कसैलाई कुइरे मनपर्छ त्यो त आफ्नो साइज अनुसार आफ्नो चोइस अनुसार जाने हो जान पर्छ एक बारको जिन्दगी मरुलाने केही पनि छैन फेरि फर्केर आइँदैन यो संसारमा कहाँ विलिन भइन्छ कता यो शून्य संसारमा विलिन भइन्छ जिन्दगी भोगायो भोग हो खपेर भोग हो कि जपेर भोग हो कि रहरले भोगेन भोग हो कहरले भोगेन भोग हो भोग्न पर्छ जिन्दगी भोगाइयो ठिक गरिन् त्यसो भए रश्मि पनेरले ठिक गरिन् त कुनमा त चिन्दिनँ यही भनेर त चिन्दिनँ भए पनि टिकटक त चलाउनुहुन्छ त तपाईँले होइन अलिअलि चलाउँछु बेसी त चलाउँदिनँ यसो चाहिँ आफ्नो केही कार्यक्रमको सूचना प्रवाह गर्न छ भनेदेखि मात्रै गर्छु फेसबुक चलाउनुहुन्छ फेसबुकमा आएको थियो टिकटकमा आएको थियो युट्युबमा आयो साह्रै हेर्न भ्याउँदिनँ त्यही हेलो गर्ने त्यही हरियोले उठाउने रातोले बन्द गर्ने भने जस्तै हो मन छ आइफोन छन् त छ भाइ म त्यति चलाउँदिनँ मैले अर्काको हेर्दिनँ मैले चाहिँ देखाउने हो के सामाजिक सञ्जालमा आफ्नो चर्ती कला गजब रमाइलो दिनुहुन्छ है गफ चाहिँ यतिको गफ गर्न कसले सिकायो भने यही हो अब सबै बोल्दै आउँदो रहेछ है ल हुन्छ श्यामजी धेरै मिठो कुराकानी गऱ्यौँ यहाँले समय दिनुभयो अझै बिजी हुनुहुन्थ्यो हे बोले हाँसे रङ्ग रसाइले गाह्रो पिरो नमान कसैले रङ्ग रसाइले गाह्रो पिरो
नमान कसैले नमान कसैले। आहा। है लास्टमा चाहिँ फेरि जान्छ है। ल हुन्छ धन्यवाद। केही भन्न चाहनुहुन्छ तपाईँले हेरेर बसिराख्नुभएका दर्शक? ल हेरिरहनु होला, हेर्न पर्छ जिन्दगीमा। अब श्याम राणा रुचाइदिनु भएको छ। अब भएको कुरा यथार्थ कुरा गर्दा पत्दैन कसैलाई, त्यही उटपटाङ यस्तै कुरा गर्दाखेरि पत्याइदिनुहुन्छ, रमाइलो मानिदिनुहुन्छ। जिन्दगीमा कमाउनुहोस्, रमाउनुहोस्, थोरै जमाउनुहोस्, जहाँ रह्यो भने खुसी रहनुहोस्, सुखी रहनुहोस्, उन्नति गर्नुहोस्, प्रगति गर्नुहोस्, तर आफ्नो गाउँठाउँ नबिर्सनु होला। जहाँ रह्यो भने खुसी रहनु होला। धन्यवाद सबैलाई। अहिले फ्लाइङ केस गयो, उडी उडी चुप्पा।